वेलकम टु आवर युट्युब च्यानल म्याथ्स विथ प्रकाश। आजको क्लासमा चाहिँ हामी एक्सर्साइज 8.1 कोअर्डिनेट जियोमेट्री क्लास 10 अप्सनल म्याथ वेदान्त पब्लिकेसनको बुकबाट चाहिँ एक्सर्साइज 8.1 कम्प्लिट गर्न जाँदैछौँ है। यसको रुल्स र फर्मुला चाहिँ हामीले प्रिभियस भिडियोमा डिस्कस गरेका थियौँ। यही भिडियोको डिस्क्रिप्सनमा म त्यो भिडियोको लिङ्क हालिदिन्छु। हजुरहरूले एक्सर्साइज गर्नुभन्दा पहिला एकखेर हेर्ने गर्नु होला है त। ल स्टार्ट गरौँ। फर्स्टमा तपाईलाई भन्यो 1 मा फर्मुला लेख एंगल फाइन्ड गर्ने दुईटा लाइन यो छ भने एंगल के हुन्छ एंगल फाइन्ड गर्ने फर्मुला के हुन्छ ट्याक्क लेख्नुस् भनेर भनेको छ है। ल अब एंगल फाइन्ड गर्ने फर्मुला हुन्छ हामीले नोटमा पनि लेखिसकेको छ। द फर्मुला इज tan थीटा इक्वल्स टु प्लस माइनस रुट अंडर m1 माइनस m2 1 प्लस m1 m2 ठीक छ। ल यसरी चाहिँ तपाईले एंगल फाइन्ड गर्ने फर्मुला लेख्न सक्नुहुन्छ। अब त्यस पछाडी प्यारलल हुने कन्डिसन र परपेन्डिकुलर हुने कन्डिसन यो दुईटा लाइनमा के हुन्छ भनेको छ है। यहाँ y इक्वल्स टु हो दुईटा लाइन दिएको छ यसमा प्यारलल र परपेन्डिकुलर हुने कन्डिसन के हुन्छ। के थियो त m1 इक्वल्स टु m2। जब स्लोप बराबर हुन्छ तब लाइन्सहरु के हुन्छ नि त प्यारलल हुन्छ। अब मतलब के भनेर भन्दा फर एक्जाम्पल हेर्नुस् यो लाइनको डिग्री 180 छ स्ट्रेट छ नि त। अब अर्को यसैको मुनि 180 नै एंगल भएको अर्को स्ट्रेट लाइन छ भने चाहिँ के हुने भयो त यो दुईटा लाइन त कालान्तरसम्म जाँदा पनि के हुने भयो नभेटिने भयो। त्यही भएर प्यारलल हुने भयो नि त। अब यसको 180 छ यसको मानिलिनुस् 170 छ अनि यो त बिस्तारै 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 माथि 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 हुँदै जान्छ कहीं कहीं गएपछि भेट हुन्छ कि होइन। त्यही भएर स्लोप के हुनु पर्यो त इक्वल हुनु पर्यो। कन्डिसन फर परपेन्डिकुलारिटी को लागि चाहिँ कन्डिसन के हुन्छ m1 * m2 इक्वल्स टु कति हुनुपर्छ त -1 हुनुपर्छ। त्यसो भने द लाइन्स आर परपेन्डिकुलर टु इच अदर। यो कुरा हामीले रुल्समा के गरिसकेको छ त डिस्कस गरिसकेको छ है। ल क्वेशन नम्बर 1 को ए र बी यसरी तपाईले सजिलै कम्प्लिट गर्न सक्नुहुन्छ। यसमा केही पनि प्रब्लम छैन। तर तपाईले यो भिडियो हेर्न भन्दा पहिला एकपटक गएर रुल्सको भिडियो चाहिँ मज्जाले हेर्नु होला है। त्यसपछि तपाईलाई यो च्याप्टर एकदम इजी हुन्छ गर्नलाई। नेक्स्ट सी मा तपाईलाई भन्छ इफ टू लाइन्स विथ इक्वेसन दुईटा इक्वेसन दिएको रहेछ स्ट्रेट लाइन को द इक्वेसन अफ स्ट्रेट लाइन्स आर क्वेसन कपी गर्न मैले ट्याक्क लेख्दिए। पहिलो इक्वेसन तपाईलाई प्रोवाइड गरेको छ a1x plus b1y plus c1 equals to 0 इक्वेसन आई रहेछ एन्ड द अनदर वान इज a2x plus b2y plus c2 equals to 0 equation 2i. Since according to the question these two equations are parallel to each other and you have to prove के प्रुभ गर्नु छ a1b 2 equals to a2b1 चाहिँ हामीले के गर्नु छ त प्रुभ गर्नु छ हो। एन्ड द इक्वेसन आर के त प्यारलल। यो दुईटा इक्वेसन के छन् इक्वेसन आर प्यारलल छन्। ल अब गर्ने कसरी त यस्तो दिएको केसमा भनेर भन्दा प्यारलल छन् भने वी नो दैट m1 इक्वल्स टु के हुन्छ त m2 हुन्छ। ठीक छ। हामीलाई प्यारलल हुने बित्तिकै थाहा भएको कुरा यही हो कि हैन हो। त्यसो भयो भने पहिलो लाइनको पनि स्लोप निकालौं दोस्रो लाइनको पनि के निकालौं त स्लोप निकालौं है। अब स्लोप अफ इक्वेसन i जसलाई चाहिँ हामीले के भनौं त m1 इक्वल्स टु ल स्ट्रेट लाइन दिएको बेलामा इक्वेसन अफ स्ट्रेट लाइन दिएको बेलामा स्लोप निकाल्ने फर्मुला हामीले के सिकेको थियो माइनस रुलमा छ गएर हेर्नुस् है कोएफिसिएन्ट अफ x अपन कोएफिसिएन्ट अफ y। ठीक छ। ल कोएफिसिएन्ट अफ x हाम्रो कति छ हेर्नुस् a1 छ कोएफिसिएन्ट अफ y हाम्रो कति छ b1 छ
फर्मुलाको माइनस अलरेडी अगाडि छ भनेपछि हाम्रो m1 कति रहेछ त स्लोप अफ इक्वेसन I माइनस a1 अपन b1 रहेछ। अब यसरी नै स्लोप अफ इक्वेसन 2I लेखौँ। m2 ले लेट गरौँ। फर्मुला त के नै हो माइनस कोफिसिएन्ट अफ x बाई कोफिसिएन्ट अफ के नै हो त y नै हो जुन हुने भयो माइनस a2 बाई b2। हेर्नु होला त ठीक छ केही छ प्रब्लम छैन। सिन्स द लाइन प्यारलल दिएको छ हामीलाई सिन्स द लाइन्स आर के प्यारलल सो प्यारलल हो भने m1 इक्वल्स टु कति हुने भयो m2 हुने भयो। ल यहाँ गरिदिन्छु है। अब m1 इक्वल्स टु m2 हुने भयो भने m1 लेखौँ और माइनस a1 बाई b1 इक्वल्स टु माइनस a2 बाई b2 ठीक छ। अब तपाईलाई प्रुभ गर्न पर्ने हेर्नुहोस् त a1 b2 इक्वल्स टु a2 b1 हो कि हैन। देयरफोर माइनस माइनस क्यान्सल भइहाल्यो a1 b2 क्रस मल्टिप्लाई गरिदिनुस् a1 b2 इक्वल्स टु a2 b1 प्रुभड। बुझ्नु भयो अप्ठ्यारो केही रहेछ त केही छैन। सिन्स प्यारलल दिएको छ भने फर्स्ट अफ अल यु हैव टु फाइन्ड अब सबै किसिमको क्वेशन यसरी नै गर्ने हो। लाइन्स आर प्यारलल भन्यो भने और लाइन्स आर परपेन्डिकुलर भन्यो भने फर्स्ट अफ अल गिवन लाइन्सबाट चाहिँ के निकाल्न पर्यो त स्लोप निकाल्न पर्यो। प्यारलल छ भने दुईटाको स्लोप इक्वेट गरिदिनुस् यु विल ह्याभ ए एन्सर। परपेन्डिकुलर छ भने दुईटाको स्लोपलाई मल्टिप्लाई गरिदिनुस् -1 हुन्छ त्यसरी पनि तपाईले एन्सर फाइन्ड गर्न सक्नुहुन्छ है ठीक छ ओके। ल अब सेम यही छ डी मा है। हेरौँ डी मा के भन्छ। डी मा तपाईलाई भन्छ इफ टु लाइन्स a1x b1y प्लस c1 इक्वल्स टु 0 ल यो चाहिँ अब इक्वेसन जार यसमा चाहिँ के भन्यो त परपेन्डिकुलर भन्यो तपाईलाई। इक्वेसन के छन् त परपेन्डिकुलर छन् भन्यो ठीक छ। ओके ल तपाईलाई प्रुभ गर भन्यो a1 a2 प्लस b1 b2 इक्वल्स टु 0। अब यसमा पनि गर्ने तरिका त के नै भयो परपेन्डिकुलर छ भने फर्स्ट अफ अल यु हैव टु फाइन्ड द स्लोप अफ दोज गिवन इक्वेसन। पहिलो इक्वेसनको स्लोप यही हुने भयो दोस्रो इक्वेसनको स्लोप यही हुने भयो ठीक छ। अब हामीलाई थाहा के छ त भन्दा सिन्स द लाइन्स आर के परपेन्डिकुलर टु इच अदर लाइन्सहरु परपेन्डिकुलर टु इच अदर हुन्छन् भने हामीले रुलमा के सिकेको छ स्लोप 1 इन्टु स्लोप 2 भयो भने द रिजल्ट विल बी -1। ल अब गरिदिहालौँ और हाम्रो स्लोप 1 कति छ हेर्नुस् माइनस a1 बाई b1 इन्टु माइनस a2 बाई b2 इक्वल्स टु -1 बुझिन्छ है ठीक छ। सेम राखिएको भ्यालु अरु केही गरेको छैन। माइनस माइनस के भइहाल्यो प्लस a1 a2 अपन b1 b2 इक्वल्स टु -1। अब हेर्नुस् है त मल्टिप्लाईको केसमा चाहिँ के हुन्छ न्युमेरेटर न्युमेरेटर मल्टिप्लाई हुन्छ डिनोमिनेटर डिनोमिनेटर मल्टिप्लाई हुन्छ। अब विद्यार्थीले यहाँ पनि कहिलेकाहीँ झुकेर के गरिदिने गरेर देखिन्छ एलसीएम लिदिने गरेर देखिन्छ। एलसीएम हैन है मल्टिप्लाईको केसमा। अब क्रस मल्टिप्लिकेसन गरौँ a1 a2 इक्वल्स टु माइनस b1 b2 ठीक छ। -1 सँग मल्टिप्लाई हुँदा यता लिएर आइदिनुस् a1 a2 प्लस b1 b2 इक्वल्स टु 0 प्रुभड। हेर्नुस् त चाहिएको कुरा आयो कि आएन त आयो नि त है। मान्छे अब हामीले बुझ्नुपर्ने के रहेछ त यसरी दिन्छ भने चाहिँ हामीले के फाइन्ड आउट गर्नुपर्ने रहेछ पहिला स्लोप फाइन्ड आउट गर्नुपर्ने रहेछ। एंगल निकाल्न नि के नै फाइन्ड आउट गर्नुहुन्छ तपाईले स्लोपै फाइन्ड आउट गर्नुहुन्छ तरिका के हो सेम हो है।